हेलो नमस्ते एभ्रिवान, हजुरहरूलाई ह्यान्डमेड क्राफ्ट टुवेलमा स्वागत छ। आज म हजुरहरूलाई स्क्रन्चिज बनाउन सिकाउन गइरहेको छु। हजुरलाई यसमा चाहिने भनेको 2.5 mm को हुक, सिजर, धागो अनि हेयर टाई। ल बनाउन सुरु गरौँ है त। पहिला स्लिप नट गराउने अनि हामी स्लिप नट गराइसकेपछि त्यो लबडमा यसलाई हामी सबैतिर सिंगल क्रोसेट गर्नुपर्छ। यो लबड ढाकिन्जेलसम्म हामीले सिंगल क्रोसेट नै गराइराख्ने। राउन्ड 1 मा सिंगल क्रोसेट गराएर भएपछि राउन्ड 2 मा पहिला स्लिप स्टिच गर्ने अनि प्रत्येक घरमा 2 डबल क्रोसेट गर्नुपर्छ। सबै स्टिचमा 2 डबल क्रोसेट गर्दै भ्याउने अनि 2 राउन्ड पनि भ्याइसकेपछि यसलाई फर्स्ट स्टिचमा गएर स्लिप स्टिच गरेर राउन्ड 2 भ्याइन्छ। राउन्ड 2 फिनिश भइसकेपछि हेर्नु, मैले राउन्ड एन्डमा स्लिप स्टिच गरेको छु। फर्स्ट स्टिचमा फेरि चेन 3 तान्ने अनि त्यही स्टिचमा हामीले 1 सिंगल क्रोसेट गर्छौं अनि यसरी सबै स्टिचमा 2 सिंगल क्रोसेट गर्दै हामीले राउन्ड 3 पनि कम्प्लिट हुन्छ अनि हाम्रो स्क्रन्चिज पनि बनेर रेडी हुन्छ।